हेलो एभ्रिवान, वेलकम टु आवर न्यू भिडियो। अनि आज हामी हाम्रो न्यू भिडियोको साथमा नयाँ नयाँ सामानहरू पनि लिएर आइसकेको छौँ। अनि आज चाहिँ हामीसँग छ अफरोडिङ आरसी कारहरू। अनि आज चाहिँ हामी पालै पिलो यो चारवटै अफरोडिङ आरसी कारहरूको अनबक्सिङ गर्दैछौँ। लेट्स गो। ल हामीसँग चाहिँ फर्स्टमा छ यो मोसन क्लाइम्बिङ भेहिकल। पहिला यसको अनबक्सिङ गर्नुभन्दा पहिला चाहिँ हामी यसको फिचर्सहरू बारे बुझौँ। यहाँसित छ तपाईँको रक क्लाइम्बिङ, जुन चाहिँ तपाईँको अफरोडिङ मोडहरू, तपाईँको ढुङ्गा मुढादेखि लगेर माटो सबैमा चलाउनु मिल्छ मजाले। अनि तपाईँको नन स्लिप भनेको चाहिँ तपाईँको यो जुन टायरहरू हुन्छ, व्हिलहरू हुन्छ, यिनीहरू चाहिँ स्लिप खाँदैन। अनि तपाईँको यो सक्सहरू भनेको चाहिँ तपाईँको यो यसको सस्पेन्सरहरू जुन चाहिँ तपाईँको लचकदार भएको कारणले अफरोडमा मजाले कुद्न सक्छ। तपाईँको अफरोडमा त्यसको झट्काहरू खाने हुँदैन। अनि तपाईँको यो 4WD भनेको चाहिँ तपाईँको यसको यो चाहिँ 4 व्हिल भयो, तपाईँको चारवटै चक्का मजाले कुद्छ। ल अब है त यसको अनबक्सिङ गरौँ हामी। यसको एकचोटि लुक्स हेर्नुहोस्। यसको लुक्स चाहिँ यस्तो छ। यसमा त म मजाले निकालेर देखाइदिन्छु हजुरहरूलाई। यसको लुक्स चाहिँ यस्तो छ है, एकचोटि हेर्नुहोस् मजाले। सबै यस्तो दामी छ, पुरै लचकदार छ, तपाईँको पुरै मजाले लच्किन्छ। तपाईँको सस्पेन्सनहरू सबै, तपाईँको टायरहरू पनि रबरको हुने भयो पुरै। यो माथि रिमोट भयो, यसको ब्याट्री तपाईँको यो भयो, अन्त यसको चार्जर चाहिँ तपाईँको यो भयो, त्यो चाहिँ चार्जेबल हुने भयो। तपाईँको यसमा चाहिँ तपाईँको 3.7 भोल्टको ब्याट्री जान्छ। ल यसलाई चलाइदिनु देखाउँ त। यसको ब्याट्री हाल्ने जग्गा चाहिँ यहाँनिर हुन्छ, यसलाई खोल्नुपर्छ तपाईँको। ल यसको चाहिँ ब्याट्री यस्तो खालको हुन्छ। अनि अलिकति धेरै क्वेसनहरू आएर हुन्छ, ब्याट्री कसरी कनेक्ट गर्ने, चार्ज कसरी गर्ने। तपाईँको यो ब्याट्री चाहिँ यो कनेक्ट चाहिँ यसरी गर्छ। तपाईँको यो पहिला यसलाई तल प्रेस गर्ने, अनि यताको यो दुइटालाई नि मजाले प्रेस गरेर तपाईँको आरामले छिर्छ। अन रहेछ, अन गर्ने बटन हुन्छ। यस्तो हुन्छ तपाईँको लुक्स नै क्या बवाल हुन्छ यसको। ब्याट्री पनि हाल। तपाईँको अन अफ गर्ने बटन चाहिँ यहाँभित्रनिर हुन्छ। ब्याट्रीमा चाहिँ तपाईँको रिमोटमा चाहिँ तपाईँको डबलै ब्याट्री जाने भयो, डबलले दुईवटा एक्चुअली यसलाई भुइँमा मजाले चलाएको थियो नि त। त्यस्तै गरी हामीसँग अर्को रहेको छ यो पुलिस ट्रक। अनि तपाईँको यो चाहिँ तपाईँको म अफरोडिङ गाडीहरूमध्ये वान अफ द बेस्ट नै भन्छु। यसको फिचर्सहरूदेखि लगेर यसको लुक सबै एकदम गुड छ। अनि यसको यो चाहिँ तपाईँको फिचर्सहरू भयो। अनि 1:16 भनेको चाहिँ यसको साइज भयो, 2.4 गिगा भनेको चाहिँ यसको रेन्ज भयो। अनि 2WD भनेको चाहिँ तपाईँको यसको यो चाहिँ 2 व्हिल भयो तपाईँको। अनि 2 व्हिल भनेको चाहिँ तपाईँको पछाडिको दुईवटा चक्काले मात्र घुम्ने भयो तपाईँको। अनि यसको सस्पेन्सनहरू भयो, अनि यसको टायर भयो, यसको रबर टायर हुने भयो। अनि यसको रबर टायर प्लस तपाईँको यो चाहिँ हल्का अफरोडिङको लागि नै भन्ने भयो। अनि तपाईँको यो स्लिप हुँदैन यो टायरमा चाहिँ। अनि 3.7 भोल्टको भनेको चाहिँ यसमा गाडीमा लाग्ने ब्याट्री भयो, रिचार्जेबल ब्याट्री पाउनुहुन्छ। अनि यसको लाइट भयो, यो साउन्डहरू भयो, जस्तै तपाईँको रिमोटमा नै तपाईँको कन्ट्रोलहरू दिनुहुन्छ। रिमोटबाट तपाईँले कन्ट्रोल गरेर साउन्डहरू बज्ने नबज्ने, लाइटहरू आउने नबनाउने सबै गर्नु मिल्छ तपाईँको। ल है त अब यसलाई नै अनबक्सिङ गरौँ हामी।
यो चाहिँ साल भयो तपाईको एक्सप्लेन गर्नु मेसेज माइक गर्नु गाडीको त्यो लुक्स मात्र हेर्नुहोस् यसमा चाहिँ तपाईँले कलर अप्सन दुईवटा पाउनुहुन्छ एउटा व्हाइटमा एउटा ब्ल्याकमा मलाई चाहिँ एकदम ब्ल्याक बेस्ट लाग्छ ल ठिक छ अब यसलाई चलाएर पनि देखाउँछ ल अनि यसको चाहिँ अन गर्ने जग्गा यहीँनिर छ अन गऱ्यो लाइटहरू बल्सहरूमा अनि तपाईँको रिमोटको पनि नानीहरू हुन्छ अन भएले चाहिँ अन भयो बित्तिकै तपाईँको रेड लाइट बल्छ अनि तपाईँको यो बटन चाहिँ साउन्ड आउने नआउने अनि यो लाइट अफ गर्नेहरूको साउन्ड आयो लाइट अफ भयो साउन्ड मात्र आयो लाइट मात्र बल्यो तपाईँको फेरि साउन्ड पनि आयो प्लस लाइट पनि बल्यो अब साउन्ड र लाइट दुइटा ठक्क तपाईँलाई लाइट मात्र चाहियो भने ठक्क क्लिक गर्यो भयो साउन्ड पनि चाहियो अब साउन्ड लाइट केही चाहिँदैन ठक्क अफ गऱ्यो भयो ल यसलाई गुडाएर पनि हेरौँ है ल अब अनि हामीसँग अर्को रहेको छ क्लाइम्बिङ भेहिकल यसको फिचर्सहरू चाहिँ तपाईँ यहाँ देख्न सक्नुहुन्छ एलइडी लाइट अनि रबर टायर फुल फङ्सन अनि युएफसी चार्जर एलइडी लाइट भनेको यसको अगाडि र पछाडि लाइट हुन्छ अनि तपाईँको रबर टायर भनेको चाहिँ यसमा ठुलो ठुलो रबर टायरहरू हुन्छन् अनि फुल फङ्सन भनेको चाहिँ तपाईँको अगाडि पछाडि राइट लेफ्ट सबैतिर जान्छ अनि युएफसी चार्जर पाउनुहुन्छ एउटा अनि यसमा नि तपाईँको रिचार्जेबल नै हुन्छ यसलाई अनबक्सिङ गरौँ अनि यसमा चाहिँ तपाईँले दुईवटा कलर अप्सन पाउनुहुन्छ एउटा ब्ल्याकमा एउटा येल्लोमा येल्लो भने नि ओरेन्जमा ल अनबक्सिङ गरौँ नि त यसको अन अफ गर्ने बटन चाहिँ यहाँनिर हुन्छ सानो ब्ल्याक कलर लाइट बल्ब छ यसको पनि लाइट बल्ब छ तपाईँको यसको एकचोटि लुक्स पनि हेर्नुहोस् कस्तो दामी छ होइन भित्र तपाईँको सानो सानो गुडियाहरू पनि राखेर खेल्न सक्नुहुन्छ मजाले अनि यसको चाहिँ पावर मलाई दामी लाग्छ है यो चाहिँ तपाईँको के भरे अफ रोडिङको लागि राम्रो नै हुन्छ ल म भन्छु ल म भन्छु ल चलाएर हेरौँ यसलाई सिधै ल र लास्टमा चाहिँ रहेको छ हामीसँग रक क्लाइम्बिङ यो चाहिँ सबैले नै मन पराइदिनु भएको अति नै फेमस कार हो रिमोट कन्ट्रोल कार हो अनि यसमा चाहिँ तपाईँले यसको फिचर्सहरू पनि तपाईँको अरू गाडीहरू जस्तो नै भयो तर यसमा कुनै एक्स्ट्रा कुरा भनेपछि तपाईँको यो चाहिँ 4x4 हो 4x4 भनेपछि तपाईँको अगाडिको नि पछाडिको नि दुवैको 4 व्हिल भयो भनौँ न तपाईँको यसमा रेन्ज पनि तपाईँले अरूको जस्तै 80 to 100 मिनटसम्म 2.4 गिगा पाउनुहुन्छ यसमा सस्पेन्सनहरूदेखि लगेर यसको टायरहरू चाहिँ अति नै भइहाल्छ ल एकचोटि तपाईँलाई म खोलेर देखाइदिन्छु त्यसलाई अनबक्सिङ गरेर हेरौँ यसको
एकचोटि प्याकेजिङ नै हेर्नुहोस् क्या बबाल छ होइन। यसको ब्याट्री र चार्जर यहाँ छ। अनि यसको रिमोट चाहिँ यहाँनिर छ। मजाले हेर्नुहोस् रिमोट पनि। अनि तपाईँको अनि हामीसँग चाहिँ यो चाहिँ ब्लू कलरमा रहेको छ। हेर्न सक्नुहुन्छ मजाले एकचोटि। यसको सस्पेन्सनहरू कस्तो बवाल छ। आम्मामामा एकदम रेलगाडी जस्तै छ। ठुलो भएको भए त रेलगाडी पनि हुन्थ्यो होला। यो चाहिँ यताको मोटरहरू भयो। अनि तपाईँको पछाडिको मोटर चाहिँ यता हुन्छ। तपाईँको यसको स्टिलको बनेको हुन्छ यसको कभरहरू चाहिँ, जुन कारणले चाहिँ तपाईँको गाडीहरू लड्यो पल्टियो भने चाहिँ फुट्ने चान्सहरू चाहिँ हुँदैन। अनि तपाईँको अगाडि ठोकियो भने पनि तपाईँको यता कभरहरू हुन्छ। अनि लाइटहरू पनि हेर्नुहोस् क्या बवाल छ। यसलाई नै एकचोटि हामी राम्रोसँग चलाएर हेर्छौँ। यसमा चाहिँ नट युज गर्नु पर्ने हुन्छ हैन। यसमा चाहिँ टिपको टिपको ब्याट्री हैन चार्जर हुन्छ। रिचार्ज गर्ने ब्याट्री छ। जाली छ। यसमा चाहिँ ब्याट्री कम हुन्छ। जुन तपाईको ब्याट्री छ जति हामी एकचोटि चलाएर हेरौँ है त्यसलाई।